एउटा मान्छेलाई हान्नु पर्यो दादा। को त्यो देखा मलाई। मोबाइलको लक त खोल्नु पर्छ नि भान्से यहाँ त त्यहाँ कति राम्रो केटी छ। ए हो त खालि यत्रो भइसक्यो बढिसक्यो अलि अब त ठुल्ठुलो कुरा सोच न। त्यहाँ हेर त कति राम्रो आन्टी। चुनाव आयो यार कुन पार्टीले जित्ला भने मलाई जौरले मासु भात खाउँछ त्यसैले जित्छ। अझै मासु बाँध्नु खा। अनि केटा जिम जान्छु भन्थे खै त बोडी छोडी केही छैन त। अनि तैँले नि त एमालेलाई भोट हाल्छु भन्थे खै त त्यसमा के परिवर्तन गर्छ। तेरो बोडी बिस्तारै बिस्तारै बन्छ। तिमी 14 फेब्रुअरीलाई कतै रुम छैन र? तँलाई किन चाहियो? एक्लै बसेर रुनलाई। सिङ्गल छु नि त। सुन्ने अरे यो बुढीलाई खुसी कसरी राख्ने यार? ए पर्सको मुख खुला राख्दे तेरो मुख बन्द राख्दे न खुसी भइहाल्छ। यता हुनु पर्यो। ओ आमा नमस्ते नमस्ते। यसपालिको भोट हामीलाई है आमा? हजुर भन्नुहोस्। यसपालि भोट हाल्नु पर्यो नि भाइ है? होइन यसपालि भोट त परिवर्तन गरिन्छ। तपाईँहरूलाई दिएर के फाइदा भयो हेर्नुहोस् त हाम्रो गाउँको हालत देख्नु भएको छ तपाईँले। भोट यसपालि हुँदैन हुँदैन यसपालि परिवर्तन गर्ने हामीले। हामी मासु पेट्रोलमा बिक्ने जस्तो लाग्यो हेर न त अर्कोतिर। ए भोट त ओहो हो आमा नमस्ते नमस्ते नमस्ते। छोड्दिनु यो त हाम्रो काम हामी गरी ल ल आमा ल ल भोट हामीलाई है आमा भोट हामीलाई है ल ल ल केही कामहरु परेको खबर ओ नमस्कार 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 नमस्कार। छोड्नु यो त हामी गरिहाल्छौँ टेन्सन नगर्नु ल ल ल ल यसपालि भोट चाहिँ हामीलाई है हाम्रो शशि धमाला हुन्छ वा शशि धमाला। छोड म चलाउँछु तिमीलाई छोड तिमी बस म चलाउँछु बस कहाँ लानु ल ल ल ल ल रुको जरा सबर करो। छोड म चल्ला म सम्हाल्छु छोड ल है आमा दाजुभाइ दिदीबहिनी हो म भोट माग्दै आएको छु तपाईँको गाउँ। मैले यो गर्छु भन्दैन ल माला लगाइदिनु भयो भने लगाइदिनु टिका लगाइदिनु भने लगाइदिनु। मेरो खर्च केही छैन गर्न सकेछु भने गर्छु नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है। ल हस् हजुर हस् ठिक छ नि ल। हेलो हजुर नमस्कार। यो कुन हस्पिटल हो हजुर? ओम हस्पिटल। अनि फिजिसियन डाक्टर को हुनुहुन्छ अहिले? हजुर भोलि बिहान नै हुनुहुन्छ? सधैँ हुनुहुन्छ उहाँ चाहिँ? ए उहाँको घरमा कोही हुनुहुन्न र? उहाँको घरमा कोही हुनुहुन्न र? होइन नि सधैँ हस्पिटल आइरहनु रहेछ कोही नभएर हो कि भनेर। ए हो र म भोलि बिहान आउँदैछु कि ओपिडी देखाउन त्यही भएर नि हजुर। हस् हजुर हस्। अब मैले यो गर्छु भन्दैन ल माला लगाइदिनु भयो भने लगाइदिनु टिका लगाइदिनु भने लगाइदिनु। मेरो खर्च केही छैन गर्न सकेछु भने गर्छु नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है। ल हस् हजुर हस् ठिक छ नि ल। ल है आमा दाजुभाइ दिदीबहिनी हो म भोट माग्दै आएको छु तपाईँको गाउँमा। रोक भाइ यो एड्रेस कता होला? यहाँबाट यतातिर मैले सोधेँ कहाँ पर्छ? नमस्कार नमस्ते। म तपाईँको गाउँबाट चुनावमा उठ्दैछु के छ तपाईँको समस्या? हाम्रो गाउँमा दुईटा समस्या छ। भन्नु न। एउटा हस्पिटल छैन। रुको जरा यो गाउँमा तुरुन्त हस्पिटल बनाउनु पर्यो। हस्पिटल बन्छ है। अर्को समस्या यहाँ नेटवर्क टिप्दैन टावर छैन फोन कसरी गरी? ए सबिन भन्न
तैँले मैले तँलाई एउटा क्वेसन सोध्छु तैँले आज मलाई एन्सर मिलाइस् भने खाजा खानु पर्दैन ल सोध्न बाइक चढ्छस् नि चढ्छु बाइकबाट सबै चिज हाल्छस् अँ, एउटा चिज निकाल्छस् कुन चिज त्यो निकालेपछि त्यो चिज त्यहाँ हाल्न सक्दैनस् ल निकाल्न हाल्न सकिन्न निकालेपछि निकाल्न मात्र सकिन्छ हाल्न सकिन्न के होला ल कमेन्टमा बताइदिनु है भीमे सुन्न भन्न एउटा यस्तो ड्रेस छ है जुन चाहिँ लगाउन सकिन्न देख्न सकिन्छ कुन ड्रेस हो कुन रे ड्रेस हो सही हो भाइ नमस्कार म ठ्याकठुक मिडियाबाट चाहिँ नेपालमा युवाहरूमा अविवाहितको सङ्ख्या किन बढ्यो भन्ने विषयमा हामी युवामा जाँदैछौँ एकजना युवालाई यहाँ भेटेँ तपाईँ अविवाहित हो हजुर हो तपाईँ चाहिँ किन अविवाहित हुनुहुन्छ मेरो मम्मीको कारणले किन मलाई खुसी देख्न चाहनुहुन्छ नि त एउटा मान्छेलाई हान्नु पर्यो दादा को त्यो देखा मलाई मोबाइलको लक त खोल्नु पर्छ नि भान्से यहाँ त त्यहाँ कतिवटा भेट्छ ए हो खालि यत्रो भइसक्यो बढिसक्यो अलि अब त ठुल्ठुलो कुरा सोच न त्यहाँ हेर त कति राम्रो आन्टी चुनाव आयो यार कुन पार्टीले जित्ला भने मलाई जौरली मासु भात खाउँछ त्यसैले जित्छ अझै मासु बाँध्नु खा अनि केटा जिम जान्छु भन्थे खै त बोडी सडी केही छैन त अनि तैँले नि त एमालेलाई भोट हाल्छु भन्थे खै त त्यसमा के परिवर्तन ल गर्छ ल तेरो बोडी बिस्तारै बिस्तारै बन्छ मेरे को जा तिमी 14 फेब्रुअरीलाई कतै रुम छैन र तँलाई किन चाहियो एक्लै बसेर रुमलाई सिङ्गल छु नि त सुन्ने अरे यो बुढीलाई खुसी कसरी राख्ने यार ए पर्सको मुख खुला राख्दे तेरो मुख बन्द राख्दे न हो खुसी भइहाल्छ यता हुनु पर्यो ओ आमा नमस्ते नमस्ते यसपालिको भोट हामीलाई है आमा हजुर भन्नुहोस् यसपालि भोट हाल्नु पर्यो नि भाइ है होइन यसपालि भोट त परिवर्तन गरिन्छ तपाईँहरूलाई दिएर के फाइदा भयो हेर्नुहोस् त हाम्रो गाउँको हालत देख्नु भएको छ तपाईँले भोट भोट यसपालि हामीलाई हुँदैन हुँदैन यसपालि परिवर्तन गर्ने हामीले हामी मासु पेट्रोलमा बिक्ने जस्तो लाग्यो अर्कोतिर हेर न त अर्कोतिर ए भोट त ओहो हो आमा नमस्ते 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 छोडिदिनु यो त हाम्रो काम हामी गरी ल ल आमा ल ल भोट हामीलाई है आमा भोट हामीलाई है ल ल ल केही कामहरु परेको खबर ओ नमस्कार 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 छोड्नु यो त हामी गरिहाल्छौँ टेन्सन नै नगर्नु ल ल ल ल यसपालि भोट चाहिँ हामीलाई है हामीलाई हाम्रो सासी धमाला हुन्छ सासी धमाला छोड म चलाउँछु तिमीलाई छोड तिमी बस म चलाउँछु बस कहाँ लानु ल ल ल ल ल रुको जरा सबर करो छोड म चल्ला म सम्हाल्छु छोड ल है आमा दाजुभाइ दिदीबहिनी हो म भोट माग्दै आएको छु तपाईँहरूको गाउँ मैले यो गर्छु भन्दैन ल माला लगाइदिनु भयो भने लगाइदिनु टिका लगाइदिनु भने लगाइदिनु मेरो खर्च केही छैन गर्न सकेछु भने गर्छु नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है ल हस् हजुर हस् ठिक छ नि ल हेलो हजुर नमस्कार यो कुन हस्पिटल हो हजुर ओम हस्पिटल अनि फिजिसियन डाक्टर को हुनुहुन्छ अहिले हजुर भोलि बिहान नै हुनुहुन्छ सधैँ हुनुहुन्छ उहाँ चाहिँ ए उहाँको घरमा कोही हुनुहुन्न र होइन नि सधैँ हस्पिटल आइरहनु रहेछ कोही नभएर हो कि भनेर ए हो र म भोलि बिहान आउँदैछु कि ओपिडी देखाउन त्यही भएर नि हजुर
हस् हजुर अब मैले यो गर्छु उ गर्छु भन्दैन ल माला लगाइदिनु भयो भने लगाइदिनु टिका लगाइदिनु भयो भने लगाइदिनु मेरो खर्च केही छैन गर्न सकेछु भने गर्छु नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है ल ल हस् हजुर हस् ठिक छ नि ल ल है आमा बुवा दाजुभाइ दिदीबहिनीहरू म भोट माग्दै आएको छु तपाईँहरूको गाउँमा रोक त रोक 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 भाइ अब भाइ यो एड्रेस कता होला यहाँबाट यतातिर मैले सोधेँ कहाँ पर्छ भैया लाइट लगाना यहाँ पे नमस्कार नमस्ते म तपाईँको गाउँबाट चुनावमा उठ्दैछु के छ तपाईँको समस्या हाम्रो गाउँमा दुईटा समस्या छ भन्नु न एउटा हस्पिटल छैन रुको जरा यो गाउँमा तुरुन्त हस्पिटल बनाउनु पर्यो हस्पिटल बन्छ है अर्को समस्या यहाँ नेटवर्क टिप्दैन टावर छैन फोन कसरी गरी ए सबिन भन्न तैँले मैले तँलाई एउटा क्वेसन सोध्छु तैँले आज मलाई एन्सर मिलाइस् भने खाजा खानु पर्दैन ल सोध्न बाइक चढ्छस् नि चढ्छु बाइकबाट सबै चिज हाल्छस् अँ, एउटा चिज निकाल्छस् कुन चिज त्यो निकालेपछि त्यो चिज त्यहाँ हाल्न सक्दैनस् ल निकाल्न हाल्न सकिन्न निकालेपछि निकाल्न मात्र सकिन्छ हाल्न सकिन्न के होला ल कमेन्टमा बताइदिनु है भीमा सुन्न भन्न एउटा यस्तो ड्रेस छ है जुन चाहिँ लगाउन सकिन्न देख्न सकिन्छ कुन ड्रेस हो कुन रे ड्रेस हो सही हो। भाइ नमस्कार म ठ्याकठुक मिडियाबाट चाहिँ नेपालमा युवाहरूमा अविवाहितको सङ्ख्या किन बढ्यो भन्ने विषयमा हामी युवामा जाँदैछौँ एकजना युवालाई यहाँ भेटेँ तपाईँ अविवाहित हो हजुर हो तपाईँ चाहिँ किन अविवाहित हुनुहुन्छ मेरो मम्मीको कारणले किन मलाई खुसी देख्न चाहनुहुन्छ नि त एउटा मान्छेलाई हान्नु पर्यो दादा को त्यो देखा मलाई मोबाइलको लक त खोल्नु पर्छ नि भान्से यहाँ त त्यहाँ कति राम्रो केटी छ ए हो खालि यत्रो भइसक्यो बढिसक्यो अलि अब त ठुल्ठुलो कुरा सोच न त्यहाँ हेर त कति राम्रो आन्टी चुनाव आयो यार कुन पार्टीले जित्ला भने मलाई जौरली मासु भात खाउँछ त्यसैले जित्छ अझै मासु बाँध्नु खा अनि केटा जिम जान्छु भन्थे खै त बोडी सोडी केही छैन त अनि तैँले नि त एमालेलाई भोट हाल्छु भन्थे खै त देशमा के परिवर्तन ल गर्छ ल ल तेरो बोडी बिस्तारै बिस्तारै बन्छ मेरे को जा तिमी भन् 14 त, फेब्रुअरीलाई कतै रुम छैन र तँलाई किन चाहियो एक्लै बसेर रुमलाई सिङ्गल छु नि त सुन्न यार यो बुढीलाई खुसी कसरी राख्ने यार ए पर्सको मुख खुला राख्दे तेरो मुख बन्द राख्दे न हो खुसी भइहाल्छ यता हुनु पर्यो ओ आमा नमस्ते नमस्ते यसपालिको भोट हामीलाई है आमा हजुर भन्नुहोस् यसपालि भोट हाल्नु पर्यो नि भाइ है होइन यसपालि भोट त परिवर्तन गरिन्छ तपाईँहरूलाई दिएर के फाइदा भयो हेर्नुहोस् त हाम्रो गाउँको हालत देख्नु भएको छ तपाईँले भोट भोट यसपालि हामीलाई हुँदैन हुँदैन यसपालि परिवर्तन गर्ने हामीले ये फंस गया हामी मासु पेट्रोलमा बिक्ने जस्तो लाग्यो होइन यो अर्कोतिर हेर न त अर्कोतिर ए भोट त हामीलाई हाम्रै बाटो भएको छ नि ओहो हो आमा नमस्ते 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 छोडिदिनु यो त हाम्रो काम हामी गरी ल ल आमा ल ल भोट हामीलाई आमा भोट हामीलाई है ल ल ल केही कामहरु बारे खबर ओ नमस्कार 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 छोड्नु यो त हामी गरिहाल्छौँ टेन्सन नै नगर्नु ल ल ल ल यसपालि भोट चाहिँ हामीलाई दाइ हामीलाई हाम्रो सासी धमाला हुन्छ उहाँ सासी धमाला छोड म चलाउँछु तिमीलाई छोड तिमी बस म चलाउँछु बस कहाँ लानु ल ल ल ल ल ल रुको जरा सबर करो छोड म चल्ला म सम्हाल्छु छोड ल है आमा बुवा दाजुभाइ दिदीबहिनीहरू म भोट माग्दै आएको छु तपाईँहरूको गाउँ मैले यो गर्छु उ गर्छु भन्दैन ल माला लगाइदिनु भयो भने लगाइदिनु टिका लगाइदिनु भयो भने लगाइदिनु मेरो खर्च केही छैन
गर्न सकेछु भने गर्छु, नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है। ल ल हस् हजुर, हस् ठिक छ नि। ल हेलो हजुर नमस्कार। यो कुन हस्पिटल हो हजुर? ओम हस्पिटल। अनि फिजिसियन डाक्टर को हुनुहुन्छ अहिले? हजुर भोलि बिहान नै हुनुहुन्छ? सधैँ हुनुहुन्छ उहाँ चाहिँ? ए उहाँको घरमा कोही हुनुहुन्न र? उहाँको घरमा कोही हुनुहुन्न र? होइन नि, सधैँ हस्पिटल आइरहनु रहेछ, कोही नभएर हो कि भनेर। ए हो र, म भोलि बिहान आउँदैछु कि ओपिडी देखाउन, त्यही भएर नि हजुर। हस् हजुर हस्। अब मैले यो गर्छु उ गर्छु भन्दैन। ल माला लगाइदिनु भयो भने लगाइदिनु, टिका लगाइदिनु भयो भने लगाइदिनु। मेरो खर्च केही छैन, गर्न सकेछु भने गर्छु, नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है। ल ल हस् हजुर, हस् ठिक छ नि। ल ल है आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म भोट माग्दै आएको छु तपाईँहरूको गाउँमा। रोक 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 भाइ, अब नहीं 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 भाइ यो एड्रेस कता होला? यहाँबाट यतातिर। मैले सोधेँ कहाँ पर्छ? ये भैया लाइट लगाना यहाँ पे। नहीं 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 सारू नमस्कार, नमस्ते। म तपाईँको गाउँबाट चुनावमा उठ्दैछु। के छ तपाईँको समस्या? हाम्रो गाउँमा दुईटा समस्या छ। भन्नु न। एउटा हस्पिटल छैन, रुको जरा यो गाउँमा तुरुन्त हस्पिटल बनाउनु पर्यो। हस्पिटल बन्छ है। अर्को समस्या यहाँ नेटवर्क टिप्दैन, टावर छैन, फोन कसरी गरी? ए सबिन, भन्न। तैँले मैले तँलाई एउटा क्वेसन सोध्छु, तैँले आज मलाई एन्सर मिलाइस् भने खाजा खानु पर्दैन। ल सोध्न। बाइक चढ्छस् नि, चढ्छु। बाइकबाट सबै चिज हाल्छस्, अँ, एउटा चिज निकाल्छस्, कुन चिज? त्यो निकालेपछि त्यो चिज त्यहाँ हाल्न सक्दैनस्। ल निकाल्न हाल्न सकिन्न, निकालेपछि निकाल्न मात्र सकिन्छ। हाल्न सकिन्न। उहुँ। के होला ल कमेन्टमा बताइदिनु है। अँ, भीमे सुन्न, भन् न। एउटा यस्तो ड्रेस छ है जुन चाहिँ लगाउन सकिन्न, देख्न सकिन्छ, कुन ड्रेस हो? कुन रे? एड्रेस। हो सही हो। भाइ नमस्कार, म ठ्याकठुक मिडियाबाट। चाहिँ नेपालमा युवाहरूमा अविवाहितको सङ्ख्या किन बढ्यो भन्ने विषयमा हामी युवामा जाँदैछौँ। एकजना युवालाई यहाँ भेटेँ। तपाईँ अविवाहित हो? हजुर हो। तपाईँ चाहिँ किन अविवाहित हुनुहुन्छ? मेरो मम्मीको कारणले। किन? मलाई खुसी देख्न चाहनुहुन्छ नि त। एउटा मान्छेलाई हान्नु पर्यो दादा। को त्यो देखा मलाई। मोबाइलको लक त खोल्नु पर्छ नि भान्से। ओइ ओइ ओइ, यहाँ त त्यहाँ कति राम्रो केटी छ। ए हो खालि यत्रो भइसक्यो, बढिसक्यो, अलि अब त ठुल्ठुलो कुरा सोच न। त्यहाँ हेर त कति राम्रो आन्टी। चुनाव आयो यार, कुन पार्टीले जित्ला भने? मलाई जौरली मासु भात खाउँछ त्यसैले जित्छ। अझै मासु बाँध्नु खा। अनि केटा जिम जान्छु भन्थे, खै त बडी सडी केही छैन त। अनि तैँले नि त एमालेलाई भोट हाल्छु भन्थे, खै त देशमा के परिवर्तन गर्छ? तेरो बडी बिस्तारै बिस्तारै बन्छ। मेरे को जा तिमी 14 फेब्रुअरीलाई कतै रुम छैन र? तँलाई किन चाहियो? एक्लै बसेर रुनलाई। सिङ्गल छु नि त। सुन्न यार, यो बुढीलाई खुसी कसरी राख्ने यार? ए पर्सको मुख खुला राख्दे, तेरो मुख बन्द राख्दे न, हो खुसी भइहाल्छ। यता हुनु पर्यो। ओ आमा नमस्ते नमस्ते। यसपालिको भोट हामीलाई है आमा? हजुर भन्नुहोस्। यसपालि भोट हाल्नु पर्यो नि भाइ है? होइन, यसपालि भोट त परिवर्तन गरिन्छ। तपाईँहरूलाई दिएर के फाइदा भयो? हेर्नुहोस् त हाम्रो गाउँको हालत देख्नु भएको छ तपाईँले। भोट यसपालि हुँदैन हुँदैन, यसपालि परिवर्तन गर्ने हामीले। ये फंस गया हामी मासु पेट्रोलमा बिक्ने जस्तो लाग्यो? होइन यो अर्कोतिर हेर न त, अर्कोतिर
ए भोट त हजुरलाई अलि हाम्रै बाटो ल ल ल ओहो हो आमा नमस्ते 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 छोडिदिनु यो त हाम्रो काम हामी गरी ल ल आमा ल ल भोट हामीलाई है आमा भोट हामीलाई है ल ल ल केही कामहरु बारे खबर ओ नमस्कार 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 छोड्नु यो त हामी गरिहाल्छौँ टेन्सन नगर्नु ल ल ल ल यसपालि भोट चाहिँ हामीलाई मलाई है हाम्रो सासी धमाला हुन्छ वा सासी धमाला छोड म चलाउँछु तिमीलाई छोड तिमी बस म चलाउँछु बस कहाँ लानु ल ल पर्यो ल ल ल ल रुको जरा सबर करो छोड म चल्ला म सम्हाल्छु छोड म ल है हाम्रो दाजुभाइ दिदीबहिनीहरू म भोट माग्दै आएको छु तपाईँहरूको गाउँ मैले यो गर्छु भन्दैन ल माला लगाइदिनु भयो भने लगाइदिनु टिका लगाइदिनु भयो भने लगाइदिनु मेरो खर्च केही छैन गर्न सकेछु भने गर्छु नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है ल ल हस् हजुर हस् ठिक छ नि ल हेलो हजुर नमस्कार यो कुन हस्पिटल हो हजुर ओम हस्पिटल अनि फिजिसियन डाक्टर को हुनुहुन्छ अहिले हजुर भोलि बिहान नै हुनुहुन्छ सधैँ हुनुहुन्छ उहाँ चाहिँ ए उहाँको घरमा कोही हुनुहुन्न र होइन नि सधैँ हस्पिटल आइरहनु रहेछ कोही नभएर हो कि भनेर ए हो र म भोलि बिहान आउँदैछु कि ओपिडी देखाउन त्यही भएर नि हजुर हस् हजुर अब मैले यो गर्छु भन्दैन ल माला लगाइदिनु भयो भने लगाइदिनु टिका लगाइदिनु भयो भने लगाइदिनु मेरो खर्च केही छैन गर्न सकेछु भने गर्छु नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है ल ल हस् हजुर हस् ठिक छ नि ल ल है हाम्रो दाजुभाइ दिदीबहिनीहरू म भोट माग्दै आएको छु तपाईँहरूको गाउँमा रोक नहीं भाइ यो एड्रेस कता होला यहाँबाट यतातिर मैले सोधेँ कहाँ पर्छ भैया राइट लगाना यहाँ पे नहीं सारू नमस्कार नमस्ते म तपाईँको गाउँबाट चुनावमा उठ्दैछु के छ तपाईँको समस्या हाम्रो गाउँमा दुईटा समस्या छ भन्नु न एउटा हस्पिटल छैन रुको जरा यो गाउँमा तुरुन्त हस्पिटल बनाउनु पर्यो हस्पिटल बन्छ है अर्को समस्या यहाँ नेटवर्क टिप्दैन टावर छैन फोन कसरी गरी ए सबिन भन्न तैँले मैले तँलाई एउटा क्वेसन सोध्छु तैँले आज मलाई एन्सर मिलाइस् भने खाजा खानु पर्दैन ल सोध्न बाइक चढ्छस् नि चढ्छु बाइकबाट सबै चिज हाल्छस् अँ, एउटा चिज निकाल्छस् कुन चिज त्यो निकालेपछि त्यो चिज त्यहाँ हाल्न सक्दैनस् ल भन्। निकाल्न हाल्न सकिन्न निकालेपछि निकाल्न मात्र सकिन्छ हाल्न सकिन्न के होला ल कमेन्टमा बताइदिनु है भीमा सुन्न भन् न एउटा यस्तो ड्रेस छ है जुन चाहिँ लगाउन सकिन्न देख्न सकिन्छ कुन ड्रेस हो कुन रे ड्रेस हो सही हो। भाइ नमस्कार म ठ्याकठुक मिडियाबाट चाहिँ नेपालमा युवाहरूमा अविवाहितको सङ्ख्या किन बढ्यो भन्ने विषयमा हामी युवामा जाँदैछौँ एकजना युवालाई यहाँ भेटेँ तपाईँ अविवाहित हो हजुर हो तपाईँ चाहिँ किन अविवाहित हुनुहुन्छ मेरो मम्मीको कारणले किन मलाई खुसी देख्न चाहनुहुन्छ नि त एउटा मान्छेलाई हान्नु पर्यो दादा को त्यो देखा मलाई मोबाइलको लक त खोल्नु पर्छ नि भान्से यहाँ त त्यहाँ कति राम्रो केटी छ ए हो खालि यत्रो भइसक्यो बढिसक्यो अलि अब त ठुल्ठुलो कुरा सोच न त्यहाँ हेर त कति राम्रो आन्टी चुनाव आयो यार कुन पार्टीले जित्ला भने मलाई जौडोले मासु भात खाउँछ त्यसैले जित्छ अझै मासु बाँध्नु
अनि केटा हुँ? जिम जान्छु भन्थे खै त बडी सडी केही छैन त अनि तैँले नि त एमालेलाई भोट हाल्छु भन्थे खै त त्यसमा के परिवर्तन ल भएको छ ल ल तेरो बडी बिस्तारै बिस्तारै बन्छ मेरे को जा तिमी भन् त 14 फेब्रुअरीलाई कतै रुम छैन र तँलाई किन चाहियो एक्लै बसेर रुनलाई सिङ्गल छु नि त सुन्ने अरे यो बुढीलाई खुसी कसरी राख्ने यार ए पर्सको मुख खुला राख्दे तेरो मुख बन्द राख्दैन हो खुसी भइहाल्छ यता हुनु पर्यो ओ आमा नमस्ते नमस्ते यसपालिको भोट हामीलाई है आमा हजुर भन्नुहोस् यसपालि भोट हाल्नु पर्यो नि भाइ है होइन यसपालि भोट त परिवर्तन गरिन्छ तपाईँहरूलाई दिएर के फाइदा भयो हेर्नुहोस् त हाम्रो गाउँको हालत देख्नु भएको छ तपाईँले भोट भोट यसपालि हामीलाई हुँदैन हुँदैन यसपालि परिवर्तन गर्ने हामीले ये फंस गया हामी मासु पेट्रोलमा बिक्ने जस्तो लाग्यो होइन यो अर्कोतिर हेर न त अर्कोतिर ए भोट त हाम्रै बाटो भएको छ नि त। ओहो हो आमा नमस्ते 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 छोडिदिनु यो त हाम्रो काम हामी गरी ल ल आमा ल ल भोट हामीलाई है आमा भोट हामीलाई है ल ल ल केही कामहरू परेको खबर ओ नमस्कार 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 छोड्नु यो त हामी गरिहाल्छौँ टेन्सन नगर्नु ल ल ल ल यसपालि भोट चाहिँ हामीलाई दाइ हामीलाई उहाँलाई है हाम्रो सासी धमाला हुन्छ उहाँ सासी धमाला छोड म चलाउँछु तिमीलाई छोड तिमी बस म चलाउँछु बस कहाँ लानु ल पर्यो ल ल ल ल रुको जरा सबर करो छोड म चल्ला म सम्हाल्छु छोड ल है आमा दाजुभाइ दिदीबहिनी हो म भोट माग्दै आएको छु तपाईँहरूको गाउँ मैले यो गर्छु भन्दैन ल माला लगाइदिनु भयो भने लगाइदिनु टिका लगाइदिनु भयो भने लगाइदिनु मेरो खर्च केही छैन गर्न सकेछु भने गर्छु नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है ल ल हस् हजुर हस् ठिक छ नि ल हेलो हजुर नमस्कार यो कुन हस्पिटल हो हजुर ओम हस्पिटल अनि फिजिसियन डाक्टर को हुनुहुन्छ अहिले हजुर भोलि बिहान नै हुनुहुन्छ सधैँ हुनुहुन्छ उहाँ चाहिँ ए उहाँको घरमा कोही हुनुहुन्न र होइन नि सधैँ हस्पिटल आइरहनु रहेछ कोही नभएर हो कि भनेर ए हो र म भोलि बिहान आउँदैछु कि ओपिडी देखाउन त्यही भएर नि हजुर हस् हजुर हस् अब मैले यो गर्छु भन्दैन ल माला लगाइदिनु भयो भने लगाइदिनु टिका लगाइदिनु भयो भने लगाइदिनु मेरो खर्च केही छैन गर्न सकेछु भने गर्छु नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है ल ल हस् हजुर हस् ठिक छ नि ल ल है आमा दाजुभाइ दिदीबहिनी हो म भोट माग्दै आएको छु तपाईँहरूको गाउँमा रोक नहीं भाइ यो एड्रेस कता होला यहाँबाट यतातिर मैले सोधेँ कहाँ पर्छ भैया लाइट लगाना यहाँ पे नहीं सारू नमस्कार नमस्ते म तपाईँको गाउँबाट चुनावमा उठ्दैछु के छ तपाईँको समस्या हाम्रो गाउँमा दुईटा समस्या छ भन्नु न एउटा हस्पिटल छैन रुको जरा यो गाउँमा तुरुन्त हस्पिटल बनाउनु पर्यो हस्पिटल बन्छ है अर्को समस्या यहाँ नेटवर्क टिप्दैन टावर छैन फोन कसरी गरी ए सबिन भन्न तैँले मैले तँलाई एउटा क्वेसन सोध्छु तैँले आज मलाई एन्सर मिलाइस् भने खाजा खानु पर्दैन ल सोध्न बाइक चढ्छस् नि चढ्छु बाइकबाट सबै चिज हाल्छस् एउटा चिज निकाल्छस् कुन चिज त्यो निकालेपछि त्यो चिज त्यहाँ हाल्न सक्दैनस् ल निकाल्न हाल्न सकिन्न निकालेपछि निकाल्न मात्र सकिन्छ हाल्न सकिन्न के होला ल कमेन्टमा बताइदिनु है
भीमा सुन्न भन्न एउटा यस्तो ड्रेस छ है जुन चाहिँ लगाउन सकिन्न देख्न सकिन्छ कुन ड्रेस हो कुन रे ड्रेस हो सही हो। भाइ नमस्कार, म ठ्याकठुक मिडियाबाट चाहिँ नेपालमा युवाहरूमा अविवाहितको सङ्ख्या किन बढ्यो भन्ने विषयमा हामी युवामा जाँदैछौँ। एकजना युवालाई यहाँ भेटेँ। तपाईँ अविवाहित हो? हजुर हो तपाईँ चाहिँ किन अविवाहित हुनुहुन्छ? मेरो मम्मीको कारणले किन? मलाई खुसी देख्न चाहनुहुन्छ नि त एउटा मान्छेलाई हान्नु पर्यो दादा। को त्यो देखा मलाई मोबाइलको लक त खोल्नु पर्छ नि भान्से यहाँ त त्यहाँ कति राम्रो केटी छ ए हो खालि यत्रो भइसक्यो बढिसक्यो अलि अब त ठुल्ठुलो कुरा सोच न। त्यहाँ हेर त कति राम्रो आन्टी। चुनाव आयो यार, कुन पार्टीले जित्ला भने? मलाई जौरोले मासु भात खाउँछ त्यसैले जित्छ अझै मासु भात खा। अनि केटा जिम जान्छु भन्थे खै त बोडी छोडी केही छैन त। अनि तैँले नि त एमालेलाई भोट हाल्छु भन्थे खै त त्यसमा के परिवर्तन गर्छ तेरो बोडी बिस्तारै बिस्तारै बन्छ। तिमी 14 फेब्रुअरीलाई कतै रुम छैन र तँलाई किन चाहियो? एक्लै बसेर रुनलाई सिङ्गल छु नि त। सुन्न यार यो बुढीलाई खुसी कसरी राख्ने यार? ए पर्सको मुख खुला राख्दे, तेरो मुख बन्द राख्दे न, खुसी भइहाल्छ। यता हुनु पर्यो। ओ आमा नमस्ते नमस्ते। यसपालिको भोट हामीलाई है आमा? हजुर भन्नुहोस्। यसपालि भोट हाल्नु पर्यो नि भाइ है? होइन यसपालि भोट त परिवर्तन गरिन्छ। तपाईँहरूलाई दिएर के फाइदा भयो हेर्नुहोस् त हाम्रो गाउँको हालत देख्नु भएको छ तपाईँले। भोट यसपालि हुँदैन हुँदैन यसपालि परिवर्तन गर्ने हामीले। हामी मासु पेट्रोलमा बिक्ने जस्तो लाग्यो होइन यो हेर न त अर्कोतिर। ए भोट त ओहो हो आमा नमस्ते 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 छोडिदिनु यो त हाम्रो काम हामी गरी ल ल आमा ल ल भोट हामीलाई है आमा भोट हामीलाई है ल ल ल केही कामहरु परेको खबर ओ नमस्कार 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 छोड्नु यो त हामी गरिहाल्छौँ टेन्सन नगर्नु ल ल ल ल यसपालि भोट चाहिँ हामीलाई हाम्रो शशि धमाला हुन्छ वा शशि धमाला छोड म चलाउँछु तिमीलाई छोड तिमी बस म चलाउँछु बस कहाँ लानु ल ल ल ल ल रुको जरा सबर करो छोड म चल्ला म सम्हाल्छु छोड ल है आमा दाजुभाइ दिदीबहिनी हो, म भोट माग्दै आएको छु तपाईँको गाउँ। मैले यो गर्छु भन्दैन, ल माला लगाइदिनु भयो भने लगाइदिनु, टिका लगाइदिनु भयो भने लगाइदिनु। मेरो खर्च केही छैन, गर्नु सकेछु भने गर्छु, नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है। ल ल हस् हजुर हस् ठिक छ नि ल। हेलो हजुर नमस्कार, यो कुन हस्पिटल हो हजुर? ओम हस्पिटल। अनि फिजिसियन डाक्टर को हुनुहुन्छ अहिले? हजुर भोलि बिहान नै हुनुहुन्छ? सधैँ हुनुहुन्छ उहाँ चाहिँ? ए उहाँको घरमा कोही हुनुहुन्न र? उहाँको घरमा कोही हुनुहुन्न र? होइन नि सधैँ हस्पिटल आइरहनु रहेछ, कोही नभएर हो कि भनेर। ए हो र, म भोलि बिहान आउँदैछु कि ओपिडी देखाउनु, त्यही भएर नि हजुर। हस् हजुर हस्। अब मैले यो गर्छु भन्दैन, ल माला लगाइदिनु भयो भने लगाइदिनु, टिका लगाइदिनु भयो भने लगाइदिनु। मेरो खर्च केही छैन, गर्नु सकेछु भने गर्छु, नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है। ल ल हस् हजुर हस् ठिक छ नि ल। ल है आमा दाजुभाइ दिदीबहिनी हो,
म भोट माग्दै आएको छु तपाईँहरूको ल गाउँमा रोक त रोक 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 भाइ, अब त रोक। भाइ यो एड्रेस कता होला यहाँबाट यतातिर मैले सोधेँ कहाँ पर्छ भैया राइट लगाना यहाँ पे नमस्कार, नमस्ते म तपाईँको गाउँबाट चुनावमा उठ्दैछु। के छ तपाईँको समस्या हाम्रो गाउँमा दुईटा समस्या छ भन्नु न। एउटा हस्पिटल छैन रुको जरा यो गाउँमा तुरुन्त हस्पिटल बनाउनु पर्यो। हस्पिटल बन्छ है। अर्को समस्या यहाँ नेटवर्क टिप्दैन टावर छैन फोन कसरी गरी ए सबिन, भन्न तैँले मैले तँलाई एउटा क्वेसन सोध्छु, तैँले आज मलाई एन्सर मिलाइस् भने खाजा खानु पर्दैन। ल सोध्न बाइक चढ्छस् नि, चढ्छु बाइकबाट सबै चिज हाल्छस्, अँ, एउटा चिज निकाल्छस्, कुन चिज? त्यो निकालेपछि त्यो चिज त्यहाँ हाल्न सक्दैनस्। ल निकाल्न हाल्न सकिन्न निकालेपछि निकाल्न मात्र सकिन्छ। हाल्न सकिन्न के होला ल कमेन्टमा बताइदिनु है भीमा सुन्न भन्न एउटा यस्तो ड्रेस छ है जुन चाहिँ लगाउन सकिन्न देख्न सकिन्छ कुन ड्रेस होला कुन रे? एड्रेस हो सही हो। भाइ नमस्कार, म ठ्याकठुक मिडियाबाट चाहिँ नेपालमा युवाहरूमा अविवाहितको सङ्ख्या किन बढ्यो भन्ने विषयमा हामी युवामा जाँदैछौँ। एकजना युवालाई यहाँ भेटेँ। तपाईँ अविवाहित हो? हजुर हो तपाईँ चाहिँ किन अविवाहित हुनुहुन्छ? मेरो मम्मीको कारणले किन? मलाई खुसी देख्न चाहनुहुन्छ नि त एउटा मान्छेलाई हान्नु पर्यो दादा। को त्यो देखा मलाई मोबाइलको लक त खोल्नु पर्छ नि भान्से। यहाँ त त्यहाँ कतिवटा केटी छ ए हुन्छ खालि यत्रो भइसक्यो बढिसक्यो। अलि अब त ठुल्ठुलो कुरा सोच न। त्यहाँ हेर त कति राम्रो आन्टी। चुनाव आयो यार, कुन पार्टीले जित्ला भने? मलाई जौरोले मासु भात खाउँछ त्यसैले जित्छ अझै मासु भात खा। अनि केटा जिम जान्छु भन्थे, खै त बोडी सोडी केही छैन त। अनि तैँले नि त एमालेलाई भोट हाल्छु भन्थे खै त देशमा के परिवर्तन ल गर्छ तेरो बोडी बिस्तारै बिस्तारै बन्छ। तिमी 14 फेब्रुअरीलाई कतै रुम छैन र तँलाई किन चाहियो? एक्लै बसेर रुमलाई सिङ्गल छु नि त सुन्ने अरे यो बुढीलाई खुसी कसरी राख्ने यार ए पर्सको मुख खुला राख्दे, तेरो मुख बन्द राख्दे न, हो खुसी भइहाल्छ। यता हुनु पर्यो ओ आमा नमस्ते नमस्ते। यसपालिको भोट हामीलाई है आमा? हजुर भन्नुहोस् यसपालि भोट हाल्नु पर्यो नि भाइ है। होइन यसपालि भोट त परिवर्तन गरिन्छ तपाईँहरूलाई दिएर के फाइदा भयो हेर्नुहोस् त हाम्रो गाउँको हालत देख्नु भएको छ तपाईँले भोट भोट यसपालि हामीलाई हुँदैन हुँदैन यसपालि परिवर्तन गर्ने हामी मासु पेट्रोलमा बिक्ने जस्तो लाग्यो यो अर्कोतिर हेर न त अर्कोतिर। ए भोट त हाम्रै बाटो ओहो हो आमा नमस्ते 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 छोडिदिनु यो त हाम्रो काम हामी गरी ल ल आमा ल ल भोट हामीलाई है आमा भोट हामीलाई है ल ल ल केही कामहरु परेको खबर ओ नमस्कार 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 छोड्नु यो त हामी गरिहाल्छौँ टेन्सन नै नगर्नु ल ल ल ल यसपालि भोट चाहिँ हामीलाई है हामीलाई हाम्रो सासी धमाला हुन्छ उहाँ सासी धमाला। छोड म चलाउँछु तिमीलाई छोड तिमी बस म चलाउँछु बस कहाँ लानु ल ल ल ल ल रुको जरा सबर करो छोड म चल्ला म सम्हाल्छु छोड ल है आमा दाजुभाइ दिदीबहिनी हो, म भोट माग्दै आएको छु तपाईँहरूको गाउँ। मैले यो गर्छु भन्दैन। ल माला लगाइदिनु भयो भने लगाइदिनु, टिका लगाइदिनु भने लगाइदिनु। मेरो खर्च केही छैन, गर्न सकेछु भने गर्छु, नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है। ल ल हस् हजुर हस् ठिक छ नि। ल हेलो हजुर नमस्कार, यो कुन हस्पिटल हो हजुर? ओम हस्पिटल।
अनि फिजिसियन डाक्टर को हुनुहुन्छ अहिले? हजुर, भोलि बिहान नै हुनुहुन्छ? सधैँ हुनुहुन्छ उहाँ चाहिँ? ए, उहाँको घरमा कोही हुनुहुन्न र? उहाँको घरमा कोही हुनुहुन्न र? होइन नि, सधैँ हस्पिटल आइरहनु रहेछ, कोही नभएर हो कि भनेर। ए हो र, म भोलि बिहान आउँदैछु कि ओपिडी देखाउन, त्यही भएर नि हजुर। हस् हजुर, हस्। अब मैले यो गर्छु उ गर्छु भन्दैन, ल माला लगाइदिनु भयो भने लगाइदिनु, टिका लगाइदिनु भयो भने लगाइदिनु। मेरो खर्च केही छैन, गर्न सकेछु भने गर्छु, नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है। ल ल, हस् हजुर, हस्, ठिक छ नि। ल ल है आमा बुवा दाजुभाइ दिदीबहिनी हो, म भोट माग्दै आएको छु तपाईँको गाउँमा। रोक भाइ, अब भाइ यो एड्रेस कता होला? यहाँबाट यतातिर मैले सोधेँ कहाँ पर्छ? भैया राइट लेना यहाँ पे नमस्कार, नमस्ते। म तपाईँको गाउँबाट चुनावमा उठ्दैछु, के छ तपाईँको समस्या? हाम्रो गाउँमा दुईटा समस्या छ। भन्नु न। एउटा हस्पिटल छैन, रुको जरा यो गाउँमा तुरुन्त हस्पिटल बनाउनु पर्यो। हस्पिटल बन्छ है। अर्को समस्या यहाँ नेटवर्क टिप्दैन, टावर छैन, फोन कसरी गरी? ए सबिन, भन्न। तैँले, मैले तँलाई एउटा क्वेसन सोध्छु, तैँले आज मलाई एन्सर मिलाइस् भने खाजा खानु पर्दैन। ल सोध्न। बाइक चढ्छस् नि, चढ्छु। बाइकबाट सबै चिज हाल्छस्, अँ, एउटा चिज निकाल्छस्, कुन चिज? त्यो निकालेपछि त्यो चिज त्यहाँ हाल्न सक्दैनस्। ल निकाल्न हाल्न सकिन्न, निकालेपछि निकाल्न मात्र सकिन्छ। हाल्न सकिन्न। के होला ल कमेन्टमा बताइदिनु है। भीमे सुन्न, भन्न। एउटा यस्तो ड्रेस छ है जुन चाहिँ लगाउन सकिन्न, देख्न सकिन्छ, कुन ड्रेस हो? कुन रे? एड्रेस। हो, सही हो। भाइ नमस्कार, म ठ्याकठुक मिडियाबाट। चाहिँ नेपालमा युवाहरूमा अविवाहितको सङ्ख्या किन बढ्यो भन्ने विषयमा हामी युवामा जाँदैछौँ। एकजना युवालाई यहाँ भेटेँ। तपाईँ अविवाहित हो? हजुर हो। तपाईँ चाहिँ किन अविवाहित हुनुहुन्छ? मेरो मम्मीको कारणले। किन? मलाई खुसी देख्न चाहनुहुन्छ नि त। एउटा मान्छेलाई हान्नु पर्यो दादा। को त्यो देखा मलाई? मोबाइलको लक त खोल्नु पर्छ नि भान्से। यहाँ त त्यहाँ कति राम्रो केटी छ। ए हो, खालि यत्रो भइसक्यो, बढिसक्यो, अलि अब त ठुल्ठुलो कुरा सोच न। त्यहाँ हेर त कति राम्रो आन्टी। चुनाव आयो यार, कुन पार्टीले जित्ला भने? मलाई जौरले मासु भात खाउँछ, त्यसैले जित्छ। अझै मासु बाँध्नु खा। अनि केटा जिम जान्छु भन्थे, खै त बोडी छोडी केही छैन त। अनि तैँले त एमालेलाई भोट हाल्छु भन्थे, खै त देशमा के परिवर्तन गर्छ? तेरो बोडी बिस्तारै बिस्तारै बन्छ। तिमी 14 फेब्रुअरीलाई कतै रुम छैन र? तँलाई किन चाहियो? एक्लै बसेर रुमलाई सिङ्गल छु नि त। सुन्न यार, यो बुढीलाई खुसी कसरी राख्ने यार? ए, पर्सको मुख खुला राख्दे, तेरो मुख बन्द राख्दे न, खुसी भइहाल्छ। यता हुनु पर्यो। ओ आमा नमस्ते नमस्ते। यसपालिको भोट हामीलाई है आमा? हजुर भन्नुहोस्। यसपालि भोट हाल्नु पर्यो नि भाइ है? होइन, यसपालि भोट त परिवर्तन गरिन्छ। तपाईँहरूलाई दिएर के फाइदा भयो? हेर्नुहोस् त हाम्रो गाउँको हालत देख्नु भएको छ तपाईँले। भोट यसपालि हुँदैन, यसपालि परिवर्तन गर्ने हामीले। हामी मासु पेट्रोलमा बिक्ने जस्तो लाग्यो। अर्कोतिर हेर न त, अर्कोतिर। ए भोट त ओहो हो आमा नमस्ते नमस्ते नमस्ते। छोडिदिनु यो त हाम्रो काम हामी गरी। ल आमा ल भोट हामीलाई आमा, भोट हामीलाई है। ल केही कामहरु
ओ नमस्कार 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 छोड्नु 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 यो त हामी गरिहाल्छौँ टेन्सन नगर्नु ल ल ल ल यसपालि भोट चाहिँ हामीलाई मलाई है हाम्रो शशि धमाला हुन्छ उहाँ शशि धमाला छोड छोड म चलाउँछु तिमीलाई छोड छोड तिमी बस 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 म चलाउँछु बस 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 कहाँ लानु ल ल ल ल ल ल रुको जरा सबर करो छोड 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 म चल्ला म सम्हाल्छु छोड 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 म ल है हाम्रो दाजुभाइ दिदीबहिनी हो म भोट माग्दै आएको छु तपाईँहरूको गाउँ मैले यो गर्छु उ गर्छु भन्दैन ल माला लगाइदिनु भयो भने लगाइदिनु टिका लगाइदिनु भयो भने लगाइदिनु मेरो खर्च केही छैन गर्न सकेछु भने गर्छु नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है ल ल हस् हजुर हस् ठिक छ नि ल हेलो हजुर नमस्कार यो कुन हस्पिटल हो हजुर ओम हस्पिटल अनि फिजिसियन डाक्टर को हुनुहुन्छ अहिले हजुर भोलि बिहान नै हुनुहुन्छ सधैँ हुनुहुन्छ उहाँ चाहिँ ए उहाँको घरमा कोही हुनुहुन्न र उहाँको घरमा कोही हुनुहुन्न र होइन नि सधैँ हस्पिटल आइरहनु रहेछ कोही नभएर हो कि भनेर ए हो र म भोलि बिहान आउँदैछु कि ओपिडी देखाउन त्यही भएर नि हजुर हस् हजुर हस् अब मैले यो गर्छु उ गर्छु भन्दैन ल माला लगाइदिनु भयो भने लगाइदिनु टिका लगाइदिनु भयो भने लगाइदिनु मेरो खर्च केही छैन गर्न सकेछु भने गर्छु नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है ल ल हस् हजुर हस् ठिक छ नि ल ल है हाम्रो दाजुभाइ दिदीबहिनी हो म भोट माग्दै आएको छु तपाईँहरूको गाउँमा रोक 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 नहीं भाइ यो एड्रेस कता होला यहाँबाट यतातिर मैले सोधेँ कहाँ पर्छ भैया राइट लगाना यहाँ पे नहीं सारू नमस्कार नमस्ते म तपाईँको गाउँबाट चुनावमा उठ्दैछु के छ तपाईँको समस्या हाम्रो गाउँमा दुईटा समस्या छ भन्नु न एउटा हस्पिटल छैन रुको जरा यो गाउँमा तुरुन्त हस्पिटल बनाउनु पर्यो हस्पिटल बन्छ है अर्को समस्या यहाँ नेटवर्क टिप्दैन टावर छैन फोन कसरी गरी ए सबिन भन्न तैँले मैले तँलाई एउटा क्वेसन सोध्छु तैँले आज मलाई एन्सर मिलाइस् भने खाजा खानु पर्दैन ल सोध्न बाइक चढ्छस् नि चढ्छु बाइकबाट सबै चिज हाल्छस् अँ, एउटा चिज निकाल्छस् कुन चिज त्यो निकालेपछि त्यो चिज त्यहाँ हाल्न सक्दैनस् ल निकाल्न हाल्न सकिन्न निकालेपछि निकाल्न मात्र सकिन्छ हाल्न सकिन्न के होला ल कमेन्टमा बताइदिनु है भीमे सुन्न भन् न एउटा यस्तो ड्रेस छ है जुन चाहिँ लगाउन सकिन्न देख्न सकिन्छ कुन ड्रेस हो कुन रे ड्रेस हो सही हो। भाइ नमस्कार म ठ्याकठुक मिडियाबाट चाहिँ नेपालमा युवाहरूमा अविवाहितको सङ्ख्या किन बढ्यो भन्ने विषयमा हामी युवामा जाँदैछौँ एकजना युवालाई यहाँ भेटेँ तपाईँ अविवाहित हो हजुर हो तपाईँ चाहिँ किन अविवाहित हुनुहुन्छ मेरो मम्मीको कारणले किन मलाई खुसी देख्न चाहनुहुन्छ नि त एउटा मान्छेलाई हान्नु पर्यो दादा को त्यो देखा मलाई मोबाइलको लक त खोल्न पर्छ नि भान्से ओइ 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 यहाँ त त्यहाँ कति राम्रो केटी छ ए हो खालि यत्रो भइसक्यो बढिसक्यो अलि अब त ठुल्ठुलो कुरा सोच न त्यहाँ हेर त कति राम्रो आन्टी चुनाव आयो यार कुन पार्टीले जित्ला भने मलाई जौरोले मासु भात खाउँछ त्यसैले जित्छ अझै मासु बाँध्नु खा अनि केटा जिम जान्छु भन्थे खै त बोडी छोडी केही छैन त अनि तैँले नि त एमालेलाई भोट हाल्छु भन्थे खै त देशमा के परिवर्तन ल गर्छ ल ल तेरो बोडी बिस्तारै बिस्तारै बन्छ मेरे को जा तिमी भन् त, 14 फेब्रुअरीलाई कतै रुम छैन र तँलाई किन चाहियो
एक्लै बसेको हुनालाई सिङ्गल छु नि त सुन्न यार यो बुढीलाई खुसी कसरी राख्ने यार ए पर्सको मुख खुला राख्दे तेरो मुख बन्द राख्दे न हो खुसी भइहाल्छ यता हुनु पर्यो ओ आमा नमस्ते नमस्ते यसपालिको भोट हामीलाई है आमा हजुर भन्नुहोस् यसपालि भोट हाल्नु पर्यो नि भाइ है होइन यसपालि भोट त परिवर्तन गरिन्छ तपाईँहरूलाई दिएर के फाइदा भयो हेर्नुहोस् त हाम्रो गाउँको हालत देख्नु भएको छ तपाईँले भोट भोट यसपालि हुँदैन हुँदैन यसपालि परिवर्तन गर्ने हामीले हामी मासु पेट्रोलमा बिक्ने जस्तो लाग्यो होइन यो अर्कोतिर हेर न त अर्कोतिर ए भोट त हामीलाई हाम्रै बाटो ओहो हो आमा नमस्ते 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 छोडिदिनु यो त हाम्रो काम हामी गरी ल ल आमा ल ल भोट हामीलाई है आमा भोट हामीलाई है ल ल ल केही कामहरु बारे खबर ओ नमस्कार 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 छोड्नु यो त हामी गरिहाल्छौँ टेन्सन नगर्नु ल ल ल ल यसपालि भोट चाहिँ हामीलाई छोड म चलाउँछु तिमीलाई छोड तिमी बस म चलाउँछु बस कहाँ लानु ल ल ल ल ल रुको जरा सबर करो छोड म चल्ला म सम्हाल्छु छोड ल है आमा दाजुभाइ दिदीबहिनी हो म भोट माग्दै आएको छु तपाईँहरूको गाउँ मैले यो गर्छु भन्दैन ल माला लगाइदिनु भयो भने लगाइदिनु टिका लगाइदिनु भयो भने लगाइदिनु मेरो खर्च केही छैन गर्न सकेछु भने गर्छु नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है ल ल हस् हजुर हस् ठिक छ नि ल हेलो हजुर नमस्कार यो कुन हस्पिटल हो हजुर ओम हस्पिटल अनि फिजिसियन डाक्टर को हुनुहुन्छ अहिले हजुर भोलि बिहान नै हुनुहुन्छ सधैँ हुनुहुन्छ उहाँ चाहिँ ए उहाँको घरमा कोही हुनुहुन्न र होइन नि सधैँ हस्पिटल आइरहनु रहेछ कोही नभएर हो कि भनेर ए हो र म भोलि बिहान आउँदैछु कि ओपिडी देखाउन त्यही भएर नि हजुर हस् हजुर अब मैले यो गर्छु भन्दैन ल माला लगाइदिनु भयो भने लगाइदिनु टिका लगाइदिनु भयो भने लगाइदिनु मेरो खर्च केही छैन गर्न सकेछु भने गर्छु नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है ल ल हस् हजुर हस् ठिक छ नि ल ल है आमा दाजुभाइ दिदीबहिनी हो म भोट माग्दै आएको छु तपाईँहरूको गाउँमा रोक भाइ यो एड्रेस कता होला यहाँबाट यतातिर मैले सोधेँ कहाँ पर्छ भैया राइट में जाना है आपको नमस्कार नमस्ते म तपाईँको गाउँबाट चुनावमा उठ्दैछु के छ तपाईँको समस्या हाम्रो गाउँमा दुईटा समस्या छ भन्नु न एउटा हस्पिटल छैन रुको जरा यो गाउँमा तुरुन्त हस्पिटल बनाउनु पर्यो हस्पिटल बन्छ है अर्को समस्या यहाँ नेटवर्क टिप्दैन टावर छैन फोन कसरी गरी ए सबिन भन्न तैँले मैले तँलाई एउटा क्वेसन सोध्छु तैँले आज मलाई एन्सर मिलाइस् भने खाजा खानु पर्दैन ल सोध्न बाइक चढ्छस् नि चढ्छु बाइकबाट सबै चिज हाल्छस् एउटा चिज निकाल्छस् कुन चिज त्यो निकालेपछि त्यो चिज त्यहाँ हाल्न सक्दैनस् ल निकाल्न हाल्न सकिन्न निकालेपछि निकाल्न मात्र सकिन्छ हाल्न सकिन्न के होला ल कमेन्टमा बताइदिनु है भीमा सुन्न भन्न एउटा यस्तो ड्रेस छ है जुन चाहिँ लगाउन सकिन्न देख्न सकिन्छ कुन ड्रेस हो कुन रे एड्रेस हो सही नमस्कार म ठ्याकठुक मिडियाबाट चाहिँ नेपालमा
युवाहरूमा अविवाहितको सङ्ख्या किन बढ्यो भन्ने विषयमा हामी युवामा जाँदैछौँ। एकजना युवालाई यहाँ भेटेँ। तपाईँ अविवाहित हो? हजुर हो। तपाईँ चाहिँ किन अविवाहित हुनुहुन्छ? मेरो मम्मीको कारणले। किन? मलाई खुसी देख्न चाहनुहुन्छ नि त। एउटा मान्छेलाई हान्नु पर्यो दादा। को त्यो देखा मलाई। मोबाइलको लक त खोल्नु पर्छ नि भान्से ओइ 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 यहाँ त त्यहाँ कति राम्रो केटी छ। ए हो खालि यत्रो भइसक्यो बढिसक्यो अलि अब त ठुल्ठुलो कुरा सोच न। त्यहाँ हेर त कति राम्रो आन्टी। चुनाव आयो यार कुन पार्टीले जित्ला भने? मलाई जौडोले मासु भात खुवाउँछ त्यसैले जित्छ। अझै मासु भात खा। अनि केटा जिम जान्छु भन्थे खै त बढी सडी केही छैन त। अनि तैँले नि त एमालेलाई भोट हाल्छु भन्थे खै त देशमा के परिवर्तन गर्छ? तेरो बढी बिस्तारै बिस्तारै बन्छ। तिमी 14 फेब्रुअरीलाई कतै रुम छैन र? तँलाई किन चाहियो? एक्लै बसेर रुनलाई। सिङ्गल छु नि त। सुन्ने अरे यो बुढीलाई खुसी कसरी राख्ने यार? ए पर्सको मुख खुला राख्दे तेरो मुख बन्द राख्दे न खुसी भइहाल्छ। यता हुनु पर्यो। ओ आमा नमस्ते नमस्ते। यसपालिको भोट हामीलाई है आमा? हजुर भन्नुहोस्। यसपालि भोट हाल्नु पर्यो नि भाइ है? होइन यसपालि भोट त परिवर्तन गरिन्छ। तपाईँहरूलाई दिएर के फाइदा भयो हेर्नुहोस् त हाम्रो गाउँको हालत देख्नु भएको छ तपाईँले। भोट यसपालि हुँदैन हुँदैन यसपालि परिवर्तन गर्ने हामीले। हामी मासु पेट्रोलमा बिक्ने जस्तो लाग्यो होइन? हेर न त अर्कोतिर। ए भोट त ओहो हो आमा नमस्ते नमस्ते नमस्ते। छोडिदिनु यो त हाम्रो काम हामी गरी। ल ल आमा ल ल भोट हामीलाई है आमा भोट हामीलाई है। ल ल ल केही कामहरु बारेमा खबर। ओ नमस्कार 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 नमस्कार। छोड्नु यो त हामी गरिहाल्छौँ टेन्सन नगर्नु। ल ल ल ल यसपालि भोट चाहिँ हामीलाई है हामीलाई। छोड म चलाउँछु तिमीलाई। छोड तिमी बस म चलाउँछु बस कहाँ लानु ल पर्यो? ल ल ल ल रुको जरा सबर करो। छोड म चल्ला म सम्हाल्छु। छोड ल है आमा दाजुभाइ दिदीबहिनी हो म भोट माग्दै आएको छु तपाईँको गाउँ। मैले यो गर्छु भन्दैन। ल माला लगाइदिनु भयो भने लगाइदिनु, टिका लगाइदिनु भयो भने लगाइदिनु। मेरो खर्च केही छैन, गर्न सकेछु भने गर्छु नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है। ल ल हस् हजुर हस् ठिक छ नि। ल हेलो हजुर नमस्कार। यो कुन हस्पिटल हो हजुर? ओम हस्पिटल। अनि फिजिसियन डाक्टर को हुनुहुन्छ अहिले? हजुर भोलि बिहान नै हुनुहुन्छ? सधैँ हुनुहुन्छ उहाँ चाहिँ? ए उहाँको घरमा कोही हुनुहुन्न र? उहाँको घरमा कोही हुनुहुन्न र? होइन नि सधैँ हस्पिटल आइरहनु रहेछ, कोही नभएर हो कि भनेर। ए हो र? म भोलि बिहान आउँदैछु कि ओपिडी देखाउन, त्यही भएर नि हजुर। हस् हजुर हस्। अब मैले यो गर्छु भन्दैन। ल माला लगाइदिनु भयो भने लगाइदिनु, टिका लगाइदिनु भयो भने लगाइदिनु। मेरो खर्च केही छैन, गर्न सकेछु भने गर्छु नभए तपाईँको क्षेत्रको सांसद हुन्छु है। ल ल हस् हजुर हस् ठिक छ नि। ल ल है आमा दाजुभाइ दिदीबहिनी हो म भोट माग्दै आएको छु तपाईँको गाउँमा। रोक भाइ यो एड्रेस कता होला? यहाँबाट यतातिर मैले सोधेँ कहाँ पर्छ? भैया लाइट लगाना यहाँ पे। नमस्कार। नमस्ते। म तपाईँको गाउँबाट चुनावमा उठ्दैछु। के छ तपाईँको समस्या? हाम्रो गाउँमा दुईटा समस्या छ।
भन्नु न एउटा हस्पिटल छैन? रुको जरा यो गाउँमा तुरुन्त हस्पिटल बनाउनु पर्यो हस्पिटल बन्छ है अर्को समस्या यहाँ नेटवर्क टिप्दैन, टावर छैन, फोन कसरी गरी? ए सबिन भन्न। तैँले मैले तँलाई एउटा क्वेसन सोध्छु तैँले आज मलाई एन्सर मिलाइस् भने खाजा खानु पर्दैन ल सोध्न। बाइक चढ्छस् नि चढ्छु। बाइकबाट सबै चिज हाल्छस् अँ, एउटा चिज निकाल्छस् कुन चिज त्यो निकालेपछि त्यो चिज त्यहाँ हाल्न सक्दैनस् ल भन्। निकाल्न हाल्न सकिन्न, निकालेपछि निकाल्न मात्र सकिन्छ हाल्न सकिन्न। उहुँ। के होला ल कमेन्टमा बताइदिनु है। अँ। भीमा सुन्न, भन्न एउटा यस्तो ड्रेस छ है जुन चाहिँ लगाउन सकिन्न, देख्न सकिन्छ, कुन ड्रेस हो? कुन रे ड्रेस। हो सही हो। भाइ नमस्कार म ठ्याकठुक मिडियाबाट चाहिँ नेपालमा युवाहरूमा अविवाहितको सङ्ख्या किन बढ्यो भन्ने विषयमा हामी युवामा जाँदैछौँ एकजना युवालाई यहाँ भेटेँ तपाईँ अविवाहित हो? हजुर हो। तपाईँ चाहिँ किन अविवाहित हुनुहुन्छ? मेरो मम्मीको कारणले। किन? मलाई खुसी देख्न चाहनुहुन्छ नि त।